यो सरकार त टिक्दैन। डलरमा आएको सुशीला कार्की देख्नुभयो होइन, बसेर पिसा फेरेर उठ्न सक्दिनन्, के को देश चलाउनु। अनि तपाईँको केपी ओलीलाई हटाएर अहिले चुनावको कुरो गर्छन्, त्यही केपीले गराइहाल्थ्यो नि चुनाव। यिनीहरूले भ्रष्टाचारीलाई थुन्न सके। म प्रधानमन्त्री भएको 24 घण्टामा नि 400 मान्छे त पृथ्वीमा हुँदैन थिए भ्रष्टाचार गर्ने। के यत्रको हुन्थ्यो। फागुन 21 को चुनावै हुन दिँदैन। यिनीहरूले नीतिगत रूपमा देश कब्जा गर्ने। अहिले हेर्नुहोस्, रवि लामिछाने कुन कहाँको रहेछ, डलरको रहेछ कि रहन्छ। सोर्णी मोहकले कहाँको रहेछन्, डलरको रहेछ रहन्छ। तर पश्चिमाहरू सफल हुँदैनन्। यिनीहरूले चलाएको गिरिराजमणि पोखरेल, नारायण काजी श्रेष्ठ, प्रचण्ड, यो शेरबहादुर, आरजू, के यो कोही पनि सफल हुँदैन। गगन थापा कोही सफल हुँदैन। सफल को हुन्छ? आराध्य पशुपतिनाथको देश हो। अब पशुपतिले सबैलाई आह्वान गरेको छ र म अब पशुपतिनाथ जाँदैछु, त्यहाँ पूजा गरेर हामी आज एउटा घोषणा गर्दैछौँ। यहाँ ओम प्रकाश, सुशीला अरियाल, बालेनका झोल उसले थाम्नेवाला छैन। यो लडाइँ भनेको अब पश्चिमाको र नि दुर्गा पर्साईको। किनभने यो देशमा हिन्दू राष्ट्र नि गर्दन जाओस्, कायम गराएर छाड्छु क्या म। देश विखण्डन हुँदैछ, देश टुक्रिँदैछ। मधेसबाट सिके राउतले जेएनजी सुरु गर्नुभयो, मधेस टुक्र्याउने प्लानमा हुनुहुन्छ। पश्चिम पूर्वतिरबाट एमएनओ भन्नेले टुक्र्याउन खोज्दैछ। अब पश्चिमतिर कसले टुक्र्याउने हो? अनि जिएनजीको नाममा बच्चाहरूलाई 2 घण्टा मात्रै बच्चाहरूले आन्दोलन गरे 23 गते 2 घण्टा मात्रै। तर 11 बजीदेखि 1 बजी पछाडिदेखि के भयो भन्दाखेरि आन्दोलन पुरै विदेशीको कब्जामा गयो। विदेशीको कब्जामा गएर देशको एउटा सामरिक महत्त्व बोकेको ऐतिहासिक दस्तावेज राख्ने नेपालको सम्पदा, राणाकालीन सम्पदा सिंहदरबारमा आगो लगाइयो। हामीलाई न्याय दिने सर्वोच्च अदालतमा आगो लगाइयो, जिल्ला अदालतमा आगो लगाइयो, उच्च अदालतमा आगो लगाइयो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यस्ता दुःख गरेर बनाएका गाविसदेखि लिएर भवन सबै आगो लगाए। नेताका घरमा आगो लगाए, ल ठिक छ, फटाइ गरे। तर भएका संरचनामा आगो लगाइयो भनेपछि यो देशलाई विघटन गर्नको लागि भएका संरचना जम्मै सिद्ध्याउने काम गरियो। जब गोविन्द केसी सुताइयो, यहाँ शिक्षा र स्वास्थ्य उदाउँदै थियो 69 सालमा। जब गोविन्द केसीलाई सुताएर विवेकशील साझा पार्टी खडा गरियो, त्यो विवेकशील साझा पार्टी नै पश्चिमाहरूको डिजाइनमा आएको थियो। मैले यो पटक भने उज्जवल थापा, रविन्द्र मिश्र, हेर्नुहोस्, यो देशको एसियाको पश्चिमाहरूको सबैभन्दा ठुलो हुन्छ नि, त्यसलाई मलसाप्रो भन्छ नि, मलसाप्रो देश सक्ने बनक पनि दीक्षित हो। मैले 10 वर्ष अगाडि भनेको। कल्याण श्रेष्ठ सर्वोच्च अदालतमा, यो सुशीला कार्की अहिलेको प्रधानमन्त्री, अहिलेको अनिल कुमार सिन्हा, ईश्वर खतिवडा त्यतिखेर सर्वोच्च